कस्तो लाग्दैछ तपाईलाई? चियामा चिनी रहेनछ। चियापत्ती पनि टेस्ट के भन्नुभएको? चियामा चिनी लोप गरेछ। लता गाई सन्चै हुनुहुन्छ होला होइन? आज चाहिँ हामी म त यता दाकोमा आइरहेको थिएँ नि त। यता हाम्रो पत्रुस दा हुनुहुन्छ। हेलो भन्नु पर्यो नि दा। हेलो गाइस, हेलो। यता अनमोल दा हुनुहुन्छ होइन? अनि यता हाम्रो आशिष छ हो। हेलो गाइस। आज चाहिँ हामी दाजुभाइहरू चाहिँ घुम्नु जाँदैछौँ होइन? यतिकै दाहरू पनि ड्युटी सकेर आउनु भएको नि त आशिष र पत्रुस दा चाहिँ। र अहिले चाहिँ हामी टक्कै तिमीतर्फ जाँदैछौँ होइन? र कस्तो हुन्छ हेर्दै गर्नुहोस् होइन? Desi Crime Podcast, we have more than 200 terrifying stories of real crimes from the Indian subcontinent waiting to be heard by you. These are stories that have kept the country awake, and now लता गाइस अहिले पनि चाहिँ होइन द्वारको आइपुग्यौँ हामी चाहिँ होइन? र तपाईँले यो भ्यूको इन्जोय गर्न सक्नुहुन्छ होइन? लता गाइस अहिले भने चाहिँ हामी टक्कै आइपुगेको अवस्था होइन? तपाईँले देख्न सक्नुहुन्छ अब यतानिर यसो यतानिर होइन बगानहरू चाहिँ यस्तो छ। घोडा रहेछ, घोडा पनि खच्चड हौ। पछि डिक्कीमा हाल्नुपर्छ। छोडिहाल्ने बिहानको माझी चट्टामा कटक कटक। लता गाइस हामी चाहिँ टक्कै आइपुगिसक्यौँ होइन? र तपाईँहरूले देख्न सक्नुहुन्छ। यताले न म दिन्छु भन्छु, म दिन्छु जान ऊ दिन्छ भनेर मगाउँछु। लता गाइस होइन अब चाहिँ चिसो मौसममा तातो स्या सुरुप खाइदिएको हो। यता हाम्रो दाले पनि दाले त सकिसक्नु भएछ, आशिषले पनि सकिसकेछ हो। अब अनमोल दा र मेरो मात्रै रहेछ हो। चिसो मौसममा तँलाई कस्तो लाग्दैछ? हामी चाहिँ फर्स्टमा चाहिँ हेऱ्यो नि त 30 रुपियाँ कोठा जस्तो लाग्यो नि त, लास्टमा त अब 50 रुपियाँ कोठा तर अङ्कलले बिचरा चाहिँ त्यहाँको गफ हुँदैछ है, समोसाको गफ होइन? एक दुई दिनमा दिनु भने यो मोमो दामी रहेछ। मोमो त दामी रहेछ हो, भिडियो गर्नुभन्दा अगाडि खाइसकेको थियो। त्यस्तै हुन्छ बिचरा। यता हाम्रो साधु पऱ्यो होइन? चिकन नखाने भनेर चाहिँ हामीलाई त अलिक कम त साह्रो परेको हो अनमोल दालाई है खानु भन्दा। कम्ती छैन यतिकै खानु त तातो रहेछ हो। हाम्रो चाहिँ तल आलु पनि आयो हो, देख्न सक्नुहुन्छ होइन? यतिकै खानुपर्छ त घरको हात ल त खानु न त ल। हामीलाई आशिषलाई चाहिँ फेरि चर्को खाने बानी छ अरे। तपाईँलाई कस्तो खालको बानी छ? नुनै नखाने मान्छे साधु पुरै यता साधु हो। यसको लो अब अलिकति त्यही कारण यसलाई कहिले रिसहरू पनि उठ्दैन हो। उठ्यो भने चाहिँ मान्छे अब देख्दैन
त्यति साह्रो पनि नभनौँ होइन भन्नु त के पढ्यो भन्नु हाम्रो पत्रिचाले चाहिँ फेरि के पर्खेको नि ल यी चम्ची पनि आयो आशिष एक टेस्ट गर्दा कस्तो भएछ प्रार्थना गर्न ए अघि गयो कस्तो रहेछ यसो मात्रै आशिषको चाहिँ होइन अब केही कुरा सोच्नुपर्छ कि कहाँ थियो यो चम्ची मात्रै हुन्छ हो म पो टेस्ट गरिदिन्छु अर्जुन बेसी हाल्यो लत्ता गाई छैन अब भन्ने चाहिँ यसो हामी चाहिँ फर्केको गाइस फर्केको होइन घुमेर ओरेर हो अब यसो खाजासाजा खायो र अब त्यही रात पनि परेछ कि होइन गएको आशिषलाई कस्तो लाग्यो उनी चाहिँ हामी बिहान आएको थियो बेलुका भयो बिहान मजा लाग्यो है बेलुका भयो है अनमोल दा र अब भने चाहिँ हामी मजाले घुमी फेरि गरेर फर्किँदैछौँ र ल त गाइस आजको लागि त यति नै थियो हो र यसरी नै जोडिरहनुहोस् फेरि नयाँ कडा आउँदै गर्नेछ है